नमस्कार, मेरो नाम यज्ञराज भट्ट। आजको भिडियोमा हामी कुरा गर्दैछौँ नेपालमा घर कर्जा कसरी लिने सम्पूर्ण जानकारीको साथ। घर किन्नु, बनाउनु र मर्मत गर्नु धेरैको सपना हो, तर सबैसँग एकैचोटि पैसा नहुन सक्छ। त्यसैले बैंकबाट घर कर्जा लिनु एउटा स्मार्ट र सुरक्षित डिसिजन हुन सक्छ। घर कर्जा भनेको के हो? घर कर्जा भनेको त्यस्तो कर्जा हो जसमा बैंकले तपाईलाई घर खरिद गर्न, निर्माण अथवा पुनर्निर्माण गर्नको लागि रकम उपलब्ध गराउँछ। बैंकले तपाईको आम्दानी, खर्च र धितोको भ्याल्यु, धितोको मूल्य हेरेर कर्जा कतिसम्म दिन सकिन्छ त्यसको निर्णय गर्छ। घर कर्जाका प्रकारहरू। नेपालका बैंकहरूले सामान्यतया 4 प्रकारले होम लोन अथवा घर कर्जा प्रदान गर्ने गर्दछन्। नम्बर 1, होम पर्चेज लोन, नयाँ फ्ल्याट अथवा घर किन्नको लागि दिइने कर्जा। अर्को टाइप छ होम कन्स्ट्रक्सन लोन, घर बनाउनको लागि दिइने लोन। बिल्डिङको एस्टिमेटेड भ्यालुको आधारमा, प्रोग्रेस रिपोर्टको आधारमा चाहिँ बैंक अनुसार 80 देखि 100% सम्म फाइनान्स गर्ने गर्दछ। त्यसैगरी अर्को टाइप छ होम रेनोभेसन लोन, पुरानो घर मर्मतको लागि दिइने कर्जा। अन्तिममा ल्यान्ड पर्चेज प्लस कन्स्ट्रक्सन लोन, यो भनेको जग्गा किन्न र घर बनाउन। घर कर्जा पाउन को योग्य हुन्छन्? घर कर्जा पाउनको लागि उमेर इन जेनरल चाहिँ 21 वर्ष पुगेको हुनुपर्छ। आम्दानीको स्रोत हुनु पर्यो, ट्याक्सेबल इन्कम हुनु पर्यो। त्यो व्यापारबाट होस् अथवा रेगुलर इन्कम सेलेरीबाट, अनि तपाईको घरबाट यो आम्दानीको स्रोत हुनु पर्यो। त्यसैगरी एनआरबी को मापदण्डभित्र पर्ने गरी स्वीकार्य, बैंकलाई स्वीकार्य हुने धितो हुनु पर्यो। त्यसैगरी पास्ट रिपेमेन्ट हिस्ट्री चाहिँ राम्रो हुनु पर्यो। अब कुरा गरौँ आवश्यक कागजातहरू। होम लोन प्रोसेसिङ गर्नुभन्दा अगाडि आवश्यक पर्ने कागजातहरू के हुन् त? पर्सनल डकुमेन्टमा चाहिँ सिटिजनसिप, राष्ट्रिय परिचय पत्र, पासपोर्ट साइज फोटो, अनि ओडाबाट सगोलनामा प्रमाणित। त्यसैगरी इन्कम रिलेटेड डकुमेन्टमा चाहिँ सेलेरी सर्टिफिकेट, टिडिएस, अनि फर्मको इन्कम हो भने फाइनान्सियल स्टेटमेन्टहरू चाहियो। बैंक स्टेटमेन्ट, एटलिस्ट लास्ट 6 मन्थको बैंक स्टेटमेन्ट, र फरेन इन्कम हो भने त्यहाँको पे स्लिप, रेमिटेन्सबाट आएको छ भने रेमिटेन्स स्लिपहरू चाहियो, र बैंक अकाउन्टमा डाइरेक्टली आएको छ भने 6 महिनाको एटलिस्ट बैंक स्टेटमेन्ट। कोलेटरल रिलेटेड डकुमेन्टमा चाहिँ लाल पूर्जा, ट्रेस म्याप, 4 किल्ला प्रमाणित, घर नक्सा पास, इजाजत पत्र, त्यसैगरी बैंकको निवेदन। यो सबै डकुमेन्टहरू तयार गर्नुभयो भने होम लोनको प्रक्रिया अगाडि बढाउन एकदमै सहज हुन्छ। कति कर्जा पाइन्छ? ब्याज दर कति हुन्छ? हाल नेपालका अधिकांश बैंकहरूमा 6 देखि 9% को रेन्जमा ब्याज दर छ। सामान्यतया बैंकको बेस रेटमा 13% प्रिमियम जोडेर चाहिँ इन्ट्रेस्ट रेट क्याल्कुलेट गरिन्छ र त्यसमा कर्जा लगानी गरिन्छ। कर्जा अवधि इन जेनरल चाहिँ 5 वर्षदेखि 25 वर्षसम्म हुन सक्दछ। यो बैंक अनुसार फरक पर्दछ। नेपाल राष्ट्र बैंकको हालको प्रोभिजन अनुसार कोलेटरलको फेयर मार्केट भ्यालुको 70 to 80% सम्म फाइनान्स गर्न मिल्छ। द्याट मिन्स एलटिभी चाहिँ इन नर्मल केसमा चाहिँ 70% सम्म कर्जा दिन मिल्यो र पहिलो घर कर्जा
फर्स्ट होम लोन हो भने त्यो चाहिँ 80% सम्म चाहिँ फाइनान्स गर्न मिल्छ। फर्स्ट होम लोन बारे छुट्टै एउटा भिडियो ल्याउने छु। मानौ तपाईले 50,000 कर्जा लिँदै हुनुहुन्छ, लिनुभयो 15 वर्षको लागि 8% ब्याज दरमा, भने तपाईको मन्थली इन्स्टलमेन्ट चाहिँ इएमआई चाहिँ लगभग 48,000 जस्तो पर्छ र तपाईको इन्कम चाहिँ 2 टाइम्स हुनुपर्ने हुन्छ। इएमआई अमाउन्टको एटलिस्ट पनि 2 टाइम्स हुनुपर्छ भनेको 48 × 2 गर्दाखेरि एटलिस्ट 96,000 चाहिँ तपाईको ट्याक्सेबल इन्कम देखिनुपर्ने हुन्छ। यसरी बैंकले तपाईको पेमेन्ट क्यापासिटी हेरेर इएमआई चाहिँ क्याल्कुलेट गर्ने गर्दछ। घर कर्जा लिनु अगाडि ध्यान दिनुपर्ने कुराहरू: ब्याज दर र शुल्क, लोन प्रोसेसिङ फी बैंक अनुसार फरक हुन सक्छ। विभिन्न बैंकहरूको तुलना गर्नुहोस्। फिक्स्ड अथवा फ्लोटिङ ब्याज कुन उपयुक्त हुन्छ बुझ्नुहोस्। यी साना तर महत्त्वपूर्ण कुराहरूले तपाईको कर्जाको डिसिजनलाई चाहिँ सहज बनाउन सक्छ। घर कर्जा सही योजना र जिम्मेवारीका साथ लिनुभएमा तपाईको सपना पूरा गर्ने उत्कृष्ट विकल्प बन्न सक्छ। तर आवेगमा हैन, सोच विचार गरेर मात्र निर्णय लिनुहोस्। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर र कमेन्ट गर्न नबिर्सिनुहोस् र यस्तै बैंकिङ र फाइनान्स सम्बन्धी थप भिडियोहरूको लागि च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। धन्यवाद।